ओइ हजुर शङ्करीले पनि गाडी ल्याएर त नयाँ जाउँ है हेर्नु चलाए भन्दा त्यसले त अस्ति मेरो पैसा चलाएको छ कि पैसा दिएर म त त्यसको गाडी फुटाइदिन्छु हेर्न चढा माग्नु न ल चढाउँछ होला है कुदाउँछ होला ए चढाउँदै यहाँसम्म कुदायो बाटो पनि त राम्रो हुनु पऱ्यो नयाँ ल्याएको हिजो मात्रै ल्याएको त हो र कहाँबाट पैसा आयो अब के अब त्यो चोर्यो होला नि अरू त के गर्छ त्यसले कामै त गर्दैन चोर्यो होला कसैले के बेच्यो होला यो उखाल त सबै उखाल न तेरो बाउ चिन्डे मलाई त्यो शङ्करीसँग रिस छ के भन्छ त्यसो गाडी फुटाइदिउँ होइन फुटाउनु भन्दा पनि पहिला चाहिँ चढाउँदैन कि यसो गरौँ न हामी त्यसको टायर चोरिदिने चोरौँ कि आराम मजाले हेरौँ न पहिला ल 5,000 एकछिन सुन त सिधै जाउँ त्यो गाडी आज विश्वकर्मा पूजा पनि आज फेरि याद छ होला नि त त्यसले गाडी त धुँदै स्याहार गर्दै होला जाउँ जाउँ फेरि गर्दा जाउँ नयाँ गाडी त्यसो गाडी त्यही पछाडिबाट जा म तल्लो छोडेर बित्नु पहिला हेरौँ न त्यो पनि अरे त्यहाँ 2 जना आयो फेरि गाडी किनेको थाहा पाएँ क्या मैले कहाँ पनि बदमास गर्न आएको हुन्छ आज एकछिन रोक्नु पऱ्यो के चाहिँ गर्दैछ तँ चाहिँ यता पछाडि भएर जा कि म बसाएर जान्छु अलि हेरौँ न 4टा टायर हेरौँ कि नयाँ छ कि पुरा नयाँ गाडीको नयाँ हुन्छ कि तँ यताबाट जा म यताबाट जान्छु ल ओइ के गरेको यहाँ चोर जस्तोहरू गाडी हेरेको नि चोरहरू जस्तो के गरेको यहाँ चाहिँ गाडी हेरेको गाडी अब मोरिस दामी रहेछ है गाडी हेर्न आएको है हजुर